सम्पूर्ण मेरो आफन्त प्रियजन अनि मभन्दा सर्वश्रेष्ठ व्यक्तित्व हुनुहुन्छ हजुर सबैलाई मेरो युट्युबमा यो ब्लग स्टार्ट भएको छ है मित्रहरू मेरो दाजु मेरो त्यसो भएपछि आज धेरै समयपछि मैले यो भिडियो एउटा समय पाएर मैले मनोरञ्जनको यहाँ मैले भिडियो अपलोड गर्दैछु। कृपया अन्तिमसम्म हेरेर साथ दिनुहोला। अनि यो चाहिँ अर्गानिक गाउँघरको पारामा मैले भिडियो आज कैद गरेको छु। यो चाहिँ स्मरण स्वरूपको लागि मैले भिडियो बनाएँ। यहाँ भिडियोको अलिक विशेषता साँच्चीकै गाउँघरमा जस्तै मैले भिडियो बनाएको छु। यहाँ मेरो भिडियोहरू हेरेर हजुरले प्रतिक्रिया दिनुहोला र अहिले हाम्रो यो प्रतिक्रिया दिने क्रम जारी नै हुनेछ। त्यसपछि हामीले यो भिडियो चाहिँ यो रागा ढाल्ने काम तयार हुँदैछ। रागा ढालिसकेको अवस्था छ। आम्बो भाइ मुर्किएर हारे जस्तो लाग्यो यार। रागा ढालिसकेपछि चाहिँ यहाँ रागा ढाल्नु हाम्रो भाइ सेन्जु। त्यसपछिबाट यहाँ अब यसलाई हामीले एउटा पाप कटाउने भनेर चाहिँ गाउँघरमा बोल्ने प्रथा छ। यो चाहिँ सेन्जु भाइले आफैले भाइले मारेको कारणले यसले चाहिँ घाँस मुखमा लाउने चलन छ। यो चाहिँ के भन्दै छ भने यहाँ हामीले पाप ठुँगेको पाप नलागोस्, हामीले हाम्रो पैसा ठुँगेको हो, यो चलन चल्तीमा आएको हो, हामीले पैसा ठुँगेको हो भन्ने चलन हुँदै मुखमा घाँस लगाइदिने प्रथा छ। जहाँ पाप नलागोस् भनेर यहाँ चाहिँ हामीले घाँस मुखमा लाउने चलन छ। त्यसपछि हाम्रो काम निरन्तर भइरहन्छ। त्यसपछि हामीले गर्दै गरेको कामहरू यहाँ रागालाई चाहिँ ढालिसकेको अवस्था छ। यो ढाल्नुमा चाहिँ भाइ सेन्जुको हात छ। सेन्जु भाइलाई निर्देशन बमोजिम यहाँ रागा ढालिएको छ। यो चाहिँ हाम्रो स्थान चाहिँ मबोटेको वडा कार्यालय छेउमा छ। अब यसपछि ढालिसकेपछि यसलाई चाहिँ पूर्ण रूपमा यसलाई चाहिँ रक्ती भन्छ हाम्रो भाषामा। यो चाहिँ सास जान सरल होस् भन्नको खातिर यहाँ चाहिँ खुन झार्दिन्छ हौ काटिएको छ। सास पनि जान यहाँ सरल होस् भन्नको लागि। आजको हाम्रो रागा ढाल्ने विशेष मुर्किँदै ढालिदियो हाम्रो भाइले। प्राय गाउँघरमा ऐतिहासिक है। राजेन्द्र खड्की हाम्रो एकजना हिरो हुनुहुन्थ्यो, उहाँलाई पनि च्यालेन्ज भयो यार। हेलो हेलो यहाँ चाहिँ हामीले अहिले घाँटी सेरेर रगत निकालिसकेपछि हामी फेरि आगो लाउने काम तीव्र रूपमा हुँदैछ। आगो लगाइसकेपछि हामीले यहाँ छाला खुर्किनको लागि हामीले चाहिँ अनि खरको प्रयोग गरेर हामीले चाहिँ छालालाई उतारेर भैँसीको बोतलालाई हामीले आगो लाएर फाल्ने काम गरिन्छ। यो चाहिँ कार्य चाहिँ अलिक कलिलो रागाहरूको चाहिँ हामीले यो काम गरिन्छ। जहाँ आगो लाउने बित्तिकै यो चाहिँ छाला सट्ट जाने गर्छ। त्यसपछिबाट चाहिँ म पनि अब यो काममा संलग्न हुनेछु। आज हामी मासु बनाउने पात्रहरूमा चाहिँ अहिले सुरुमा चाहिँ अलिक कम छौँ। अब बिस्तारै त्यसपछिबाट चाहिँ हाम्रो सङ्ख्या बढ्दै जानेछ। यो चाहिँ हाम्रोमा अहिले हामी 6 जना। यहाँ चाहिँ दिलबहादुर दाई हुनुहुन्छ, अनि सेन्जु भाइ, त्यसपछि साजन भाइ, महेश भाइ, अनि दीपक भाइ, अनि म भीषण राई उपस्थित भएर यो चाहिँ हाम्रो भेलामा एउटा रागालाई ढाल्ने काम भयो। ढालिसकेपछि हाम्रो अब चाहिँ हामी यहाँ उपस्थित हुने क्रममा मान्छेहरूको जनसङ्ख्या थपिँदै हुनुहुन्छ। यो चाहिँ म है मित्रहरू, म चाहिँ अलिक यो भिडियोमा चाहिँ अलिक मोटो देखिँदो रहेछु कि होचो पनि देखिँदो रहेछु। अब यो आगो खर पक्रिँदै गरेको चाहिँ नचिन्नु हुने मित्रहरू म
मैले नै आगो लाउने काम सुरु गरेको छु है। त्यसपछिबाट चाहिँ हतारिँदै यहाँ चाहिँ गिलासले पोलिएको ठाउँमा चाहिँ मैले आगो लाइसकेपछि म पनि आगोलाई अलिक पर लगेर एक जस्तै कालो देखिने भागमा चाहिँ गिलासले खौरिने काम गर्छु। त्यसपछिबाट चाहिँ निरन्तर यो काम भइरहन्छ, हाम्रो खौरिने काम। खौरिसकेपछि हामी चाहिँ यसलाई पटक पटक पोलेर यहाँबाट चाहिँ कुनै पनि छालामा भुत्ला नरहोस् भनेर एकदम कडा र यो आजको विशेष समय पनि एकदम बिहानी पख असारको 17 गतेको दिन मङ्गलबार। यहाँ चाहिँ मौसम अलिक खुल्ला छ, मौसम चाहिँ बिहानी पख भएर होला दायाँ बायाँ मौसमतिर अलिक हरियाली देखिरहेछ। त्यसपछिबाट चाहिँ हाम्रो कामलाई निरन्तर गरिरहेछौँ। तिमीसँगै जिउँछु मर्छु। अब हाम्रो चाहिँ यो काम गर्दा गर्दै मैले पनि आगो निभेको अवस्था छ। आगो निभेर फेरि मैले सल्काएर बाँकी रहेको ठाउँमा मैले अहिले खरलाई आफ्नो हातमा मरेको छ अवस्था छ। त्यसपछिबाट हामीले यो बनाउने क्रममा फेरि हाम्रो अरू भेजोमा संलग्न हुनुहुने जमानीहरू आइपुग्नु भएको छ। जमानीमा थपिनु भएको छ जीवन काका, किरण बान्तावा राई र जय कुमार जेके दाइ उपस्थित हुनुभएको छ। उहाँहरूको काम तीव्र कामले गर्दा यो काम हामीले उल्टाएर अघिको भन्दा अर्कोपट्टि उल्टाएर हामीले फेरि पोलिरहेको अवस्था छ। त्यसपछिबाट चाहिँ हाम्रो आफ्नो गफ, आफ्नो गाउँले भाषा, आफ्नो 2-4 जोक्सहरू लाउँदै हामी यहाँ अहिले मासु बनाइरहेका छौँ। मासुको लागि पूर्ण लगभग अन्तिम चरणको यो अवस्था छ। त्यसपछिबाट चाहिँ यहाँ हाम्रो जुक्तिराम काका पनि आइपुग्नु भएको छ। त्यसपछिबाट चाहिँ यो खुट्टामा हान्ने प्रचलन चाहिँ यहाँ खुर फाल्नको लागि हो। त्यसपछिबाट चाहिँ काम सकेर हामीले चाहिँ मासुलाई धोई पखाली गरेर चाहिँ यहाँ चिरिसकेको अवस्था छ। चिरिसक्ने पश्चात चाहिँ यहाँ फेरि उपस्थित हाम्रा सनम भाइ अनि गौरीमान राई, त्यसपछिबाट फेरि अर्को हाम्रो साने यश कुमार भाइ को उपस्थितिमा यो चाहिँ हाम्रो काम तीव्र रूपमा भइरहेछ। त्यस क्रममा उपस्थित फेरि थपिनु भएको छ यहाँ साहु कान्छा काका अनि उद्दिम काका। अनि अहिलेसम्म हाम्रो मासुको भाग लगाइसकेको पनि हामीले भिडियो कैद गर्न सफल भएको छु। त्यसपछिबाट चाहिँ हामीले यहाँ एकजना हाम्रो हजुरबा आइपुग्नु भएको छ। हजुरबा मानबहादुर राई, उहाँ चाहिँ वाइयो बाजे भनेर चिन्नुहुन्छ। उहाँको पनि सम्झना स्वरूपको लागि मैले यो भिडियो कैद गर्न अवसर पाएँ। त्यसपछि मासु लिएर मैले बेलैमा सिकुटी लाउन लागि मैले सिकुटी काम व्यस्त रूपमा घरभित्र गर्दैछु। मैले सिकुटी बनाइरहेको छु। समयको बावजुद यति हतार छ, मलाई भैँसीको घाँस पनि लाउन बाँकी थियो कि। धन्यवाद अहिलेसम्म हेरिदिनु भयो सम्पूर्णलाई। यतिसम्म भिडियो हेरिदिनु भएकोमा हजुरहरूको साथ सपोर्टको अपेक्षा गर्दै आउँदो दिनहरूमा नयाँ भिडियो अपलोड गर्दै जानकारी गराउँदै म आफ्नो काममा सिकुटी बनाउनतिर लागेँ। हवस् त, हेरिदिनु भयो, धन्यवाद, सेवा। सिकुटी लाउने क्रममा मैले सिकुटीमा भार लगाइसकेँ। त्यसपछि यो तीव्र रूपमा आगो बल्दैछ। अब सिकुटीलाई मैले बाहिर विदेशको लागि मेरो